हुन्छ लाउनु त्यसै ठिकठाक ल ढोकरे एकदम भाग्यमानी भएको मलाई लागेछ नि अनि म त के गरेँ नि हेर्नु त म अल्छी हो नि दिदी त्यसो त हिजो उजो खाएर होइन त्यसरी सामान उयो गरेर सुत्नु हुँदैन भनिरहेको छु नि भाडा गरेर दुटो राखेर होइन आज हेलो गुड मर्निङ रिता मुक्तान ब्लगमा वेलकम छ सबैलाई लासो फ्याफुल्ला स्वस्थ हुनु व्यस्त हुनु म जस्तो धेरै टिकटक नचलाउनु सो आज चाहिँ दिदी र मेरो चाहिँ एउटा प्लान थियो होइन त्यो प्लान चाहिँ क्यान्सल भयो अनि क्यान्सल भएको कारणले गाइज होइन के अरे दिदी आउनु हुँदै हुनुहुन्छ अनि त्यही त दिदीकोतिर गयो भने नि खासै दिदीकोतिर बस्न नि पाउन्न होइन दिदी आउँदै हुनुहुन्छ दिदी बहिनीको के हुन्छ हेरौँ आज थर्ड सेकेन्ड थर्ड कति भेट्नु नजिकै कति भेट्छु नि त्यो थाहै भएन म चाहिँ नकल पारेर यो नङ पालिस लगाएको छु हात कस्तो केटाको थिएँ के गर्नु ठिकै छ यस्तो मेकअप सेकअप गरेको खासै चेन्ज देखेन चेन्ज नदेखेपछि खासै मेकअप नगरौँ के हो त भन्न मिलेन अनि त्यही हो गाइज होइन अब दिनभरि के गरेर बस्ने हो र अनि दिदीसँग मलाई चाहिँ फेरि कस्तो नेपाली रेस्टुरेन्ट थियो आवतमा यस्तो मिठो खानेकुरा पाइन्छ कि किनभने हामी चाहिँ अब प्रायःलाई मनपर्छ पर्छ थाहा छैन म मेरो साथीहरू चाहिँ एकदम रेगुलर कस्टमर हो त्यहाँ आवतको चिसो मलाई चाहिँ एकदम चिज नान खान मन लागेको भएर अनि दिदीलाई पनि आउनु दिदी भनेर भने अनि दिदी नै आउँदै हुनुहुन्छ अनि दिदी बहिनी कहाँ पुग्छु के गर्छु थाहा छैन दिनभरि होइन सो माया गरिदिनु होला हेरिदिनु होला लट्स अफ लभ धेरै माया त्यही भएर के भन्ने अब नाटक पारेको नि त म नाटक पारेर नाटक पारेछु राम्रै भएर च्याट्ट पारेर त्यो कट्टु लाग्यो है गाई चाहिँ यस्तो कट्टु हिरुनी भएर ओ म त हिरुनी भन्न नहुने अनि एउटा कतै हिरुनी पनि हो सबै कुरा हो नि त होइन सो हिरो चाहिँ कहाँ हो थाहा छैन होइन हिरोको पट खाएको छु अहिले सो लभ यु गाइज दिदी आउँदै हुनुहुन्छ म एकदम दिदीलाई चाहिँ कुरिरहेको छु अनि ज्याकेट लगाएर अनि लाग्ने हो लट्स अफ लभ यु बाई दिदी आउँदै हुनुहुन्छ दिदी आउँदैछ होइन बाटो सधैँ नचिन्ने के बाटो नचिन्ने भएर के भन्छ म चाहिँ बाहिर कुरेर बसिरहेको थिएँ अनि यसो घन्टी बजाउने हो नि त्यस्तो ढङ्ग हानेर हुन्छ लाउनु त्यसै ठिकठाक ल ढोकरे एकदम भाग्यमानी भएको अब यतिको जाने हो भने चक भएर आऊ त किन त्यस्तो सधैँभरि दिन चाहिँ भिनाजु कहाँ हो भिनाजु खास कुरा मैले बुझ्नै गाह्रो भएर मलाई लागेछ नि अनि म त के गरेँ नि हेर्नु त म अल्छी हो नि दिदी त्यसो त हिजो उजो खाएर होइन त्यसरी सामान उयो गरेर सुत्नु हुँदैन भनिरहेको छु नि भाडा गरेर दुटो राखेर होइन आज मात्रै हो एक फ्याट खाएर नि म हेर्नु दिदी चक भएर हेलो रिता कालो जान्छ ल जाने हो नि चाहिँ त छिटो हामी चाहिँ अब दिदी बहिनी होइन दिदी कहाँ जाने हामी आज ओके बाई बाई के गर्छु दिदी बहिनीले हेर्नु होला सी यु हेलो फेरि पनि ब्याग भए म दिदी र म हाम्रो अब त्यही त हो नि आजको दिन यसो रमझम हामी चाहिँ चक भएर हिँड्ने होइन चक यसै हो ल कस्तो उयो गर के हुन्छ त त्यहाँ फोटो खिच्नलाई चाहिँ अब अनि के भन्छ मेरो फोनको बत्ती बिजो कहाँ मिलेन नि त तिम्रो मिलेन लिपु ल यसो खिच्नु ल के हुन्छ नि कति राम्रो लाग्यो म
फोन किन दिदी त्यतिखेर न पैसा जम्मा गरेछ अनि भेना पनि लाउनु गाइज एकदम भेना बेसरी माया गर्ने भेना चाहियो हाम्रो दिदीलाई चाहिँ मेरो त अलिअलि त मैलो छ क्या दिदी ज्याकेटमा देखेको छैन होस् केही हुन्न अब के भन्छ यो हप्ता चाहिँ हाम्रो भेटघाट हामी 3 चोटि भइसक्यो हप्तामा जमिरहेछ तँलाई हेर्नु दिदी यसो बुटसुट लगाएर आउनु भएको दिदी फेरि नसक्ने कोटतिर आउटलेटको के अरे त्यही हो अब ए दिदी पेन चिक्न उता आउँदो पनि छ ला हामी अर्को बाटो आयो कि आउने यता आउनु त मिस्टेक भयो मिस्टेक हो गया उताबाट जाने कि दिदी आनन्द भयो हिँड्दा है मलाई चिज नान चाहिँ दिदी अस्तिबाट खान मन लाग्यो कि मलाई यस्तो मन लाग्यो मलाई आज खासमा कहीँ नजाने भनिरहेको थियो अनि त्यो उसलाई पो मलाई सुँगुरको मासु खानु मन लागेको भनेर म्यासेज गरेको त्यहाँ चाहिँ ऊ छ म त नगएर लगाएँ किन रातो नगएर लगाएँ काममा उयो गर्नुपर्छ हाम्रो त यहाँबाट चाहिँ यसरी हिँड्दा खै जाने हो रमाइलो हिजो कि दिदी कस्तो हिउँ परेछ यहाँ मलाई कस्तो कालो देखेर किलिक्क चल्केको देखेँ होइन राम्रो यस्तो राम्रो देखेछ के अरे यो मोबाइल पहिले चाहिँ मैले समान्दै जान्थेँ दिदी यस्तो पिट्टिको सामान तिमी भ्लग बनाउँछ यसको लागि स्ट्यान्ड किन न यता ट्याक यसरी बोकेर हिँड्ने क्या सेनहरूमा अनि के भन्छ यहाँ बारी बिचार दिँदा हालेको म त्यो लिनु गएको रहेछ म फेरि कस्तो पागल अनि मैले फेरि सुमे गभर्मेन्ट थियो भने अनि एकछिन म हिजो रामेन खाएको थिएँ नि हेर्नु भयो मेरो भेट ब्लग बाहिरबाट देखिरहेको थियो हेर्ने फुर्सद भएको फुर्सद हुन्थ्यो क्या नहेरेको मात्रै भने मेरो म त राति आएर कति 10:30 11:30 आएर अनि करता नुहाउँदा कपाल पनि सब बेसी धुएर ड्रायर छ दिदी मेरो त ड्रायरै छैन मलाई ड्रायर अनि आइरन सब बिन्दुले दिइरहेर गएको हो मलाई चाहिँ साथीले दिन्छु भनेको थियो के अरे फिलेले हो नि त म त्यही पनि सेकेन्ड हेर्नु कि अब 3-4 हजार आउँछ है दिदी यहाँ ग्रुपमा म्याच आइरहेको त्यो बुक मात्रै मलाई स्याली किनिदिएको पढ्नलाई मात्रै दिएको है दिदीलाई मैले मेरो एउटा कोरियन साथीले दिएको थियो दुइटा किनेको थिएँ मैले मलाई चाहिँ यो उसको कलर मनपर्छ कि बाघ कलर पढ्नु आँटेपछि त्यो जहाँसम्म पुग्यो त्यो रातोमा ट्याक्क गर्ने कि यहाँ रातो छ त जहाँसम्म पुग्यो त्यहाँ ओके हामी जाँदैछौँ बाटोमा जान्छौँ अनि के भन्छ स्ट्रिक अनि पावर भन्ने बुक आउँदै थियो मेरो नेपालमा नेपालबाट सामान मलाई मगाइदिनु एक दुई सामान दिदी के अरे तामाङ ड्रेसको त्यो के दिदी घरले होइन कि त्यो पछ्यौरा के ल्याइदिँदैन कि एउटा उसले उताको साथीले पनि उसको त्यो के अरे के भन्छ जिराजको छोरी थिएँ आउनु लाग्यो उसलाई पठाइदिनु लाग्यो त्यही हेर्नु न अब टिकटकमा रिता ठ्याक्कै नाम रिता भनेको अनि रिता भनेर रिता मोटी त्यो टाइपको आहा हेर्नु त एउटा मैले के अरे रिपोस्ट गरेको छ कि त्यो एउटा रिपोस्ट गर्छ हेर्नु न रिता एउटा मोटी मान्छे हो अनि रितालाई बुढाले हेला गर्छ भने थाहा पुगे लेखेको होइन कि एउटा के रहेछ र तिमीले फुकेर उस माग्न पुरा हुन्छ फुक्नु मजाले माग्यो त्यही भएर उस त माग्यो त्यही भएर मलाई पुरा भइरहेको उयसहरू लाक्की त्यो हाम्रो सेनमुलाई मैले हाम्रो साँचोको बुढीलाई कि दिदी अब एउटा चाहिँ भिडियो पछि दामी भएर आयो कि त्यही उसको त्यसपछि त्यो हाम्रो खोइ के भएर थाहा नि त भिजा यहाँ बस्न नपर्ने भिजा आयो जुमी भिजा पाएँ भन्नु थियो अनि दिदी यस्तो भनेको के अरे के भन्छ त्यो बेलामा फेरि मिटिङ भएको के अनि हाम्रो कम्पनीको मिटिङ महिनामा एकचोटि मिटिङ हुन्छ कि दिदी अनि त्यसपछि के भयो भने अर्को ठाउँमा काम गरेको छ दाइमा के जिस्किएको
तपाईँले कुरै बुझ्नु भएन कि त्यो भनेर चाहिँ प्र्याङ्क गरे प्र्याङ्क गरेको होइन कि त्यसको चाहिँ भिजा पनि के अरे आएन कि म चाहिँ यस्तो भएको कि ठ्याक्कै मेरो भिजा आएको बेलामा चाहिँ हाम्रो कम्पनीको मिटिङ थियो म त स्याचुरो सेनमा कतिखेर आउँला र म सुनाउला भनेर भएको कि एक्साइटेड त्यस्तो 2 घन्टा दिदी मलाई 4 घन्टा जस्तो फिल भयो किनभने सुनाउनु पर्यो नि त होइन एक्साइटेड त भएको नि म त नसोचेको लाक्की ओके सी यू गाइज अहिले भेटौँ ल हामी चाहिँ एकदम भुलान कम्पनी यहाँ फर्किन्थ्यो तपाईँ खिच्यौँ दिदी चाहिँ यहाँ फर्किँदै गाइज होइन हामी चाहिँ यसो दिदी कहाँ यहाँ खिच्दिने त्यो बाजेसँग त्यो बाजेसँग दिदी फोटो खिच्दिएर फोटो खिच्नु दिदीलाई होइन अन्त हामी खाना पसल एकदम भुल गया दाइ यतै होला एकदम हामी त यो बेलाको बेला आज बन्द होला दिदी कति बजे भन्दा पनि अनि के पनि हुनसक्छ नि त मान्छेहरूको सो के भए पनि दायाहरूले हामीले यहाँ गणेशा हो यो पसल हो हाम्रो गणेशा ओपन रहेछ ओपन प्लिज कम इन दे ओपन त ढोको त बन्द दिदी इरासेमासी भनेको त हामी चाहिँ गणेशामा आइसक्यो प्लिज अनि दिदी के खाने सस हामी रेगुलर कस्टमर दिदी यहाँ बेसी खानु मिठो मिठो हुने चिज नानै खाने भनेर आएको ल हेर्नुहोस् है यहाँ पनि है खानपिनमा ओके चिन्नान एउटा मात्रै म कन्ट्रोल फेरि सक्दैन कस्तो क्युट देखेर दिदीले अन्त अब चाहिँ के हुन्छ कि रित्ता बहिनीको ब्लगमा जहिले के त हुँदैन तर ल है गाइजहरू अब दिदीलाई कैछ भने यसो भन्नु चाहिँ बुझ्नु न हातले यसो गरेको कारण होइन के खाने दिदी ल आज तपाईँले जे भन्नु त्यो खाने ल हेरौँ ल त्यो अब के भयो एकदम मेनु हेर्दै हुनुहुन्छ दिदीले चाहिँ होइन यो चाहिँ गणेशा दामी बाजे रहेछ यता चाहिँ अनि यता चाहिँ म हो हामीले फोटोसोटो पनि खिच्यो यहाँनिर अगाडि हल्का अर्डर गर्दैछु सेट सेट छ बाई बाई गाइस मोटर चिनानी त थोरै हो त खाने अहिले दिदी किन यस्तो कस्तो मनपर्छ मलाई चिज नान यति भए चाहिँ हामीलाई इनफै हुन्छ होला खानु खानु
खाएर पनि धेरै खायो है दिदी लास्टै धेरै खायो धेरै खाएर अनुहार कति देखाइसक्दैन अब कहाँ जाने गाडीले फेरि उताबाट एकदम एकदम दिदी ल यसो गएर फोटोसोटो हानौँ दिदीबहिनीले चिल पारामा खायो आज धेरै खायो नि दिदी अब अझ झन् त्यो चिउरा फुल्छ एकछिनमा फुल्छ होइन फुल्छ मलाई चिज नन्छ लास्ट उसको 5 वर्षको भिजाएकोमा होइन त्यो 5 वर्षको भिजाएको भनेर भन्न पनि अब के गर्ने सँगै बसेर खाना गएको थियो नि दिदीसँग धेरै दिदीको रुम पनि जानु नपाउने अन्त त्यसरी गाजेङ भएको भएर म फेरि एकदम जाँगरिलो घरमा खाना साना नपकाउने घरमा आएर त्यत्रो बधाई अब त्यो यता पार्क टाइपको के हो यस्तो राम्रो दामी रहेछ यसो जानु पर्यो फोटोसोटो यसो क्लिक हान्नु पर्यो यो मन्दिर रहेछ दिदी यस्तो दामी मन्दिर रहेछ नि त छिर्न पाउँदैन होला दिदी यहाँ लेखाएको छु आज त बन्द हो माथिबाट जाने होला नि दिदी के को नो स्मोकिङ भने ओके खै म त आशा लगेर मलाई कपड लगाएर फोटो खिचाइदिन्छु भनेको सबै लास्टै धेरै खायो यहाँ मान्छेले लुगा लगाएर पुरी हिँडेर रहेछ भनेर भनेको इच्छा छ भने तर सफा के दिदी सफा यस्तो है क्लिन यो जुत्ता मैले लगभग धोएको छ यो गर्दा नगर्नु मैले क्या दामी जुत्ता नधोको लुगा नधोको चाहिँ कुरा नगर अब कस्तो दामी रहेछ नि त्यो ठाउँ है कस्तो दामी यो अहिले गाडीले यो गर्नुलाई तर एकछिन घाममा त दिदी लास्टै धेरै अटोस भयो नि दिदी तपाईँलाई यस्तो दामी एकछिन खोला पनि रहेछ यहाँ त गाइस खोला ए यो त हाम्रोतिर पनि खोला दिदी मैले थाहा पाइसकेँ यहाँ यसरी क्यामेरा सामान त म एकछिन यो चाहिँ यस्तो सफा ठाउँ छ यस्तो हो त्यस्तो सफा दिनुपर्छ अनि यो चाहिँ अनि के भन्छ यस्तो सफा ठाउँ अनि ढ्यान्ड नाच्नु नि पर्छ अनि 2 केजी भन्दा बढी पनि पेटमा हालेर अनि त्यहाँ बिचरा नाच्नु शास्ती परिरहेको छ यस्तो छ दामी दिदीबहिनीको चटक्लो छ दिदी जम्मा होइन गाइज कहाँ भन्नु तपाईँ कहाँ जाने भन्नु ओके लेट्स गो आज बेला म इङ्ग्लिस पनि यस्तो ट्यालेन्ट भयो नि थाहा छ दिदी म मास्टरसँग लपराउँ जस्तो भएको थियो ल मास्टरसँग लपराउँ जस्तो भएको थियो होइन अनि दामी मलाई कसैले मन पराउँदैन म यति नराम्रो मान्छे राम्री भयो चुवाक भन्छ त मान्छेहरूले मोटी अब टिकटकमा त रिता मोटी भनेर आइसक्यो दिदी पक्ने यस्तो दामी छ ओके हामी जाँदै गरौँ अनि दिदीको चाहिँ यहाँनिर फोटो खिच्ने पोज त दिइहाल्ने फोटो ल के सियु हेलो गाइज फेरि पनि ब्याक भयो म चाहिँ होइन अब त्यही हो भिडियो सिडियो बनायो टिकटक बनायो हेर्नु मलाई एउटा फोटो पनि राम्रो खिच्दिनु आएन जान्दैन यस्तो काम छैन म प्रो हो फोटो उनीहरूको चाहिँ मैले राम्रो खिच्दिनँ यस्तो रिस उठ्ने म त राम्रो खिच्दिनँ भने त एकदम त्यो कोकोहरू क्या फोटो राम्रो खिच्दैन भने टच गर्दै रिसाउँदै हिँडेको भिडियोहरू भाइरल भएको थियो कस्तो राम्रो यो उसमा दिदी यहाँ बसेर फोटो खिच्नु यहाँ यस्तो बसेर के ट्याक्क बसेर होइन फोटो खिच्ने भन्ने कुरा मात्रै हो अब बस्ने हो दिदीबहिनी यसो गफ गर्नु पर्यो यहाँ त साइकल आउँदैन होला नि दिदी यहाँ त साइकल आउँदैन होला नि पेट टन्न भरिएर के बस्दा नि त्यो 30 किलोको बोरामा ढोक्रोमा 50 केजी चामल खाँदै जस्तो फिल भइरहेछ तर कस्तो घाम चाहिँ राम्रो घाम लाग्यो तर हाम्रो आज जानुपर्ने थियो नि उता हामीले भन्ने ठाउँमा गएन गएर अब के ग्यास नै फ्यास नेक्स्ट टाइम गइन्छ अनि दिदीबहिनी हेर्नु चुवाक भएर बुट सुट लगाएर पो दिदीबहिनी कति त बुट देखाउँ त कहाँ हो कति सय त नभन
देखेर जियोमा किने है अलि महँगै थियो अनि के दिदी जियोमा कस्तो दाम चले के सेल लागिरहेछ अहिले छैन सामानै छैन अन्त सिमुर किन सेल हुँदैछ अरे नेपाली हो नि भन्दै भिडियो कहिले के झल्ले सिमेपुरा भने त नेपाली त हो है अलिकति त गएर देखाइदिनु पर्यो टक्क होइन दिनको गएको थिएँ त दिदी यहाँ अब लगभग लगभग फुड पनि स्टार्टिङ होला यसो मलाई चाहिँ तपाईँहरू चाहिँ एलर्जी हुन्छ नि मलाई त एलर्जी हुँदैन हजुर म काम गर्नु हुँदैन मलाई पनि भएको छैन क्या अहिलेसम्म काम गर्नु तिमीलाई चाहिँ के चिसो बढी लाग्छ तिमीलाई हुनसक्छ त्यही भएर बी केयरफुल कपाल हेर्नु दिदी बढिसक्यो कपाल राम्रो मेरो है कसैले तपाईँ भने आफै मोबाइल आफै कहाँ गएर कलर गरेँ मैले तपाईँले भने होइन उसिनुको पो कलर गर्ने भन्ने कुरा चाहिँ के तर कति त पुरै कलर हानिदिनु पर्यो कति लियो यति कलर गरेँ 14,000 पैसा त्यही भएर मलाई त लाग्यो जस्तो बिल भइरहेछ धेरै खायो थोरै खायो बल धेरै खायो मल हो नि त्यो थाहा छैन अनि गाडा चाहिँ के भयो रातो भएछ मेरो रियलमा हल्का हल्का कति जाडै खाएर हिँडा जस्तो हल्का हल्का हो तर त 40 वर्ष पुग्ला त्यही भएर 40 त भेनाको चाहिँ होला नि भेना अब त हामीले बुढा मैले बुढा चाहिँ कति वर्षको पाउने दिदी के थाहा अब आफै हेर्ने होला नि भाइसँग नगर दाइसँगै गर दाइसँगै गरेको ठिक हुन्छ नजानेको कुराहरू नि सिकाइदिन्छ नि किन योसँग गर्नु हुँदैन त्यही भएर आज चाहिँ नकपालेसँग पालिस होइन कस्तो सिलाएको जुम्रो त परे छैन त्यति पारेर मेरो कस्तो जुम्रो पर्थ्यो नि जति जुम्रो पऱ्यो त्यति नै कपाल पलाउँथ्यो है राम्रो हाम्रो आमाले यति नराम्रोसँग ठुङ्गान्थ्यो फास्टै जुम्रो त पर्थ्यो पहिला त्यो उयसमा काइयोमा धान हालेर तेल लाएर धान भन्दा पनि त्यो उसको के दिदी के भन्छ हाम्रो चाहिँ आमाले कपाल हालिदिन्थ्यो कि कपाल कपडा यस्तो खुवाई बेरेर त्यहाँ त लेखा त बराई अहिले केटाकेटीको त पर्दैन है अहिले नुहाएर हो कि नुहाउँथ्यो हो मैले पहिला नेपाली भाषा बोल्न आउँथेन गाला पटपट फुटेछ कि है तर होइन रहेछ मेरो गालामा त केही थिएन नि छ त छ दिदी छैन राम्रो गाला पनि मेरो राम्रो राम्रो भयो पर्दो नबोल्नु है गाइज त्यस्तै बोल्नु हेर्ने नि दिदी ल ओके गाइज होइन हामी चाहिँ दिदी बहिनी मर्ने धोकेर आइहाल्यो के गर्ने त्यस्तै धेरै खाएर हजुर ल राष्ट्रपति यत्रो रसगुल्ला पो है रसबरी भन्छ रसगुल्ला होइन लालमोहन गुलाब जामुन ए रसगुल्ला होइन बढी बोला लगाएछ एकछिन फेरि यसो भरेसँग पर्ने बित्तिकै फोटो त हानिहाल्ने फेरि हामी दिदी म त होइन के हो मेरो गालालाई तपाईँले फोटो भन्नु म देखाइदिन्छु ओके सी यू गाइज हेलो गाइज फेरि पनि ब्याक भएँ होइन त्यही बाटोबाट फर्किँदै फेरि ए मन्दिर दामी गड ब्लेस मी गड ब्लेस माई फ्यामिली गड ब्लेस हाम्रो सबैजना अनि त्यही त हो नि यस्तो दामी हो नि दिदी कस्तो मन्दिर दामी है आज तपाईँले कुन यस्तै मन्दिर बुद्धको मन्दिर यस्तै भन्नुभयो होइन बुद्ध नै छ अरे मैले देखेको छैन यो यहाँ चाहिँ यस्तो दामी यो चाहिँ मन्दिर गाइज होइन सो भगवान्ले सबैको रक्षा गरौँ हामी सबैजनाको त्यही हो फेरि मेरो त भगवान् पनि यहाँ पनि छ विशेष गरी मेरो चाबी हराउँछ होइन जति भेटिहाल्छ दिदी कुर्नुपर्छ कुर्न सक्नुपर्छ जे कुरोको पनि समय आउँछ के भन्छ अरे जापानिज भाषामा म वेटिङ गर्दैछु भन्नलाई अब खानासाना खायो अटस एकदम निन्द्रा लागिरहेछ ल अब घर जाने हो हामी दिदी बहिनी डङ्ग सुत्ने हो सुतेर दिदी चाहिँ फेरि आफ्नो एकदम महँगो कोठामा जानुहुन्छ म चाहिँ घर गएर त्यो हामी आउँदाबाट छुट्टिने हो कि आउँदा छुट्टी पनि हुन्छ म चाहिँ जान्छु उता तिमी हिँड्दै जाने हो म हिँड्दै जान्छु त्यो भए हुनु त ठिकै हो किन घर जाउँ यता हो है दिदी कुरा पनि ठिकै हो उता हाम्रोतिर नजाने दिदी जाने कस्तो जाने पनि भनेन नभन होइन तपाईँ चाहिँ यहाँ आउटबाट जानु अनि म चाहिँ उतैबाट हिँड्दै जान्छु नि त ल दिदी फोटो लाइन हाल्दै म पनि हालिदिन्छु ल ओके ल यहीँबाट हामी छुट्टिन्छौँ यो चाहिँ स्टेसन हो स्टेसन हो हान्नुपर्छ हेर्नु ज्यामी काम गर्नुपर्छ
साइन्स कम्पनी हो साइन्स कम्पनी हुन्छ नि तपाईँहरूको कस्तो साइन्स कम्पनी हो मस्काउने चम्काउने टल्काउने सब छैन के भन्छ अब ज्यामी काम क्या ज्याला मजदुरी अनि एक स्टेसन यो हो कि कहाँ जानु पर्छ अनि यस्तो हो कि ज्यामी काम त गर्ने हो कि ज्यामी काम त गर्ने हो कि दिदी यस्तो के भन्छ अनि न्युङ नआउने सुइमासेन भन्ने त्यति यहाँबाट स्टेसन यो ल दिदी ल के छैन बाई पछि भेटौँ ल बाई 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 हामी छुट्यौँ ओके बाई जानु 5 वर्षको बुझा छ ल बाई बाई गर्नु ल बाई ल बाई बाई गाई चाहिँ भन्नु पर्यो होइन ओके ल गाई रिता लामा मुक्तानलाई के भन्नु पर्यो लाइक सेयर सब्सक्राइब सब गरिदिनु ड्याङ 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 ल बाई दिदी बाई ल दिदी पनि जानुभयो ओके दिदी जानुभयो म पनि यसो हिँड्दै जानु पऱ्यो अब यसो ओके बाई बाई हेलो गाइज गुड इभिनिङ भन्छु मैले चाहिँ अब हिजो यसो दिदीसँग घुम्न गएँ अनि त्यसपछि आज बिहान काममा गएँ यताउता अनि त्यो पनि डेढ दिन काममा गयो आयो खायो बस्यो फेरि भोलि काम त्यही 5 दिन चाहिँ लगातार अलिक कम्पनी बिजी भएर एकदम भइरहेछ सो अनि माया गरिदिनु होला हिजो यसो बाहिर फ्रेस हुन गएको दिदीबहिनी दिदी न आउँछु भन्नुभयो आउनु नि दिदी भने मैले अनि त्यसपछि दिदीबहिनी यसो घुमघाम गर्न गयौँ सो लट्स अफ लभ धेरै माया त्यही भन्न चाहन्छु सी यू लभ यु अल